हजुरलाई चाहिँ हजुरको बाबाले पढ भनेर भन्नु भएन? होइन होइन तपाईँलाई जन्मिने बित्तिकै खेदेका होइन नि त? तपाईँको पालामा यहाँ सुन्नु, स्कुल थियो त तपाईँको पालामा पढ्ने? अनि पढ्नुहुन्थ्यो? स्कुल थियो त? थिएन। अनि कसरी पढ्नुहुन्थ्यो? स्कुल थिएन भने कसरी पढ्न पठाउँथ्यो तपाईँलाई? थिएन र त पढ्न पाइएन। हो भा त पढ्नु, स्कुलै रहन्छ त के पढ्न पढाएन भन्नुभएको त? स्कुलै रहन्छ त के पढ्नुहुन्थ्यो? अनि तपाईँहरूका पालाका मान्छे पनि पढ्न त पढाएन त कोही कोही त। ती गिरिजा प्रसाद कोइरालाहरू भयो, ती अरू मान्छेहरू त पढाएन त। ती तपाईँकै पालाका हुन् त, तिनीहरूले चाहिँ कहाँ गएर पढे नि? गणेश मानहरूले त पढेका त, तपाईँहरूभन्दा जेठा मान्छे खोइ। अनि उनीहरूले ती पढ्ने जेठा हुन्। गिरिजा प्रसाद कोइराला, गणेशमान सिंह तपाईँभन्दा जेठा हुन्। अनि उनीहरूले तपाईँ चिन्नु न, उसले तपाईँलाई चिन्दो रहेछ नि त? कस्तो कुरा गर्यो? नारायणजी कहाँ हुनुहुन्छ भनेर सोधेको थिएँ अस्ति। अनि भातीखर कहाँ भने मैले पढौँ भनेर भन्न खोजेर तपाईँलाई उति बेला पढ्न मान्नु भएन अरे। म पढ्दिनँ, किन पढ्नु पर्यो? तिम्रो मुलाले पढेर के अर्थ भन्नु पर्यो? हो त्यसो भने सँगै पढाएर रुपटार हो? रुपटार कहाँ सम्नुको पाला पो रुपटार गयो त। स्कुल नभए थिएन? नभए कहाँ घर काइटे राख्थ्यो क्या, मास्टर राख्थ्यो। अनि त्यही एउटा काइते राखेर तपाईँ पढाएको हुँदैन थियो? अनि हामीले पैसा चाराना दिँदा भइहाल्थ्यो। उति बेला चाराना पैसा दिँदा 1 महिना पढाइदिइहाल्थ्यो क्यारे, होइन आमा? अहिले पो धेरै थियो त। चाराना पैसाले मान्ने भएको छ। उति बेला किन मान्दैन? चाराना पैसाको भ्यालु धेरै थियो नि त उति बेला, अहिले पो छैन त, होइन? खोइ थाहा पाउनुहुन्न? थाहा पाउँदिनँ। हो